हेलो साथीहरु मेरो युट्युब च्यानललाई धेरै वेलकम छ। आप सबैजना सन्चै हुनुहुन्छ भने हेलो साथीहरु मेरो युट्युब च्यानललाई धेरै वेलकम छ। आप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशामा रहेछु साथीहरु। आज चाहिँ म धेरै पछि आएको छु साथीहरु हैन। अनि त्यसपछि आज चाहिँ के हो थाहा छ, हाम्रो घरमा चाहिँ आज के रे अनिरको बर्थडे हो नि त साथीहरु आज। अनि त्यसपछि कारणले गर्दाखेरि हामीले केक पनि ल्याएको छ। अनि त्यसपछि हामीले चाहिँ मासु नल्याएको के ल्याएको मम्मी सिटी बज्यो साथीहरु। अघि चाहिँ सिटी लागेर म बोलिन किनकि सिटीले अलिक साउन्ड चाहिँ पाछ साथीहरु हैन। आज चाहिँ अनिरको बर्थडे हो, ह्यापी बर्थडे टु यु भाइ भनिदिनु सबैजनाले हैन साथीहरु। अनि अघि चाहिँ मम्मीले मैले भने चाहिँ नि ड्यु माछा केक ल्याउनु भएको छ। माछा चाहिँ कहाँबाट ल्याउनु भएको किनेको त्यो अस्ति जस्तो बोसवाला त माछा त हैन नि, पसल अगाडि बेच्नु ल्याएको, पसल अगाडि बेच्नु ल्याउनु भएको छ साथीहरु। त्यसै कारण गर्दाखेरि ल अब के हुन्छ हेर्दै जानु होला साथीहरु। राखेको छ यहाँ अघि नै मैले हेर्दै जानु भने चाहिँ यहाँ चाहिँ हामीले माछा फ्राई गर्नुको लागि नै राखेको छ साथीहरु। माछा 1-2 किलो होला साथीहरु। रहेको छ यहाँ टमाटर, प्याज, धनिया, लसुन, यहाँ चाहिँ प्याज छ के रे प्याज भने चाहिँ के रे धनिया चाहिँ यहाँनिर छ। अनि यहाँ चाहिँ यसको अचार हो साथीहरु। यो चाहिँ के रे त्यस्तो के भन्छ नि मम्मी लसुनको त्यो मुनिको हुन्छ नि साथीहरु त्यो सेतो सेतो लसुनको अदरकको पेस्ट अनि लसुन र 12 मसला साथीहरु। खोर्सानी पनि रहेछ। यस्तो मिठो हुन्छ साथीहरु फ्राई गर्नुको लागि राखेको। माछा चाहिँ फ्राई गर्ने हो साथीहरु। अनि अब के हुन्छ अब पकाइसके र पकाउँदाखेरि भेटौँला है त साथीहरु। हामीले चाहिँ फाइनली केक ल्याइसक्यो अनि भात तरकारी पाइसक्यो। अनि रहेको छ हाम्रो छेउमा ड्यु अनि यहाँ रहेको साथीहरु साथीहरु यहाँ चाहिँ हामीले उते बाल्दैछ पोल चाहिँ हात ओइ त मासु त राख्ने ह्यापी बर्थडे न बुझी खै Happy birthday to you. Happy birthday to you, dear Ani. Happy birthday to you. Happy birthday to you. अब त झिक्दिनु 1 2 3 start go रक्सीले खेत गर्नुपर्छ जिन परमेश्वर भने के गरेको त्यस्तो काटेको केक है मलाई चाहिँ लाग्यो मलाई दिदी हाम्रो कालो भयो ओइ खल्पी खाट अनि 7 वर्ष भयो अब कतै भित्र हेर्छ ल साथीहरु यहाँ चाहिँ हामी के छ आफूमा बिरिम खडे पेसन न पाएर ला के मेकर आबे लाउ आबे ला सानो नपाउ यो समात यो केक समात ल मम्मी बियर तान केक समात केक यो त समाज यो समात यो यसरी समात न ए हातै आगो यसरी समात भन्दैछु तपाईले खुवाउनु न पहिला छिटो गर्नु त्याचे दाएर अलिकति मात्र खाऊ मलाई त्यस्तो मुखमा छुवाउने टीका पास्ता छौती बाबा अब लगाइदिनु के आमची पास्ता मुखी ह्यापी बर्थडे अनि तपाई खिच्नु अब ल यो अर्दो बाबालाई खुवाइदे बाबाले खाइ बाबालाई भन्दा हेपी बर्थडे बच्चा गइतो गर्नु न यो हो त दिदीलाई खुवाइदेऊ चाती पैसा दिनु पर्छ स्नेहा पैसा दिनु पर्छ यो परेको चाहिँ उ इ ल टीका ला खोइ टीका बजुले टीका लाउनु ल साथीहरु हामी चाहिँ केक बाँड्दैछ नि हामीले पैसा थोर पाउने भयो नि आज साथीहरु सरी त हेर्नु यसमा त बस लिन सक्नुहुन्छ होला इ बाजे अरूले चाहिँ केक खाँदैछन् म त त्यति हो त्यति दिन्छु मलाई नै परेछ नि क्यालेन्डरको चोचो यार मलाई पनि पराछ बोल्न सक्छ कि सक्दैन अबु दादा अनि
साथीहरू बसेर केक खाँदैछु साथीहरू हाम्रो सिनु केक पनि खाइसक्यो अनि त्यसमा छ एकदम यहाँ अलिकति राखेको छ साथीहरू यो चाहिँ भेट एउटा खाने अनि राखेको छ यहाँ हाम्रो डिउ बाँध्दै हुनुहुन्छ साथीहरू होइन हामी चाहिँ केक पनि काटिसक्यौँ अनि खाइ पनि सक्यौँ अनि हामीले चाहिँ बर्थडे राम्रोसँग मनाइसक्यौँ साथीहरू अब चाहिँ हामी डिउ खाने अझै मासु खानु लागि साथीहरू Bondada each item 65. Bond other part of each cheese that you saw I die. होइन साथीहरू हामीले चाहिँ खानासाना खाइसक्यौँ साथीहरू अनि हामीले यहाँ बर्थडे पनि मनाइसक्यौँ साथीहरू होइन अनि अहिले चाहिँ रात बजेको छ रातको कति 8-9 बज्यो होला साथीहरू अनि अहिले चाहिँ हामी सुतेको छैन भर्खर हामीले खाना खाइसकेको साथीहरू अनि हामी चाहिँ एकछिन नाच्न लागेको साथीहरू होइन त्यसपछि होइन अनि सबैजना हुनुहुन्छ साथीहरू होइन कोही यता कोही भित्र अनि हाम्रो बर्थडे यहाँ छ साथीहरू देख्न सक्नुहुन्छ मेरो भाइ हो साथीहरू होइन अनि त्यसपछि हामीले चाहिँ बर्थडे राम्ररी मनायो होइन साथीहरू अब के भन्ने रमाइलो अब साथीहरू यहाँ चाहिँ हाम्रो दुईजना सरहरू हुनुहुन्छ साथीहरू हाम्रो पाहुना यिनीहरू दुईजना साथीहरू पुन्टे पुन्टे हो यो चाहिँ छुट्टै है छुट्टै के गरेको हेर म चाहिँ सुन्ताउँको फुलको के साथीहरू हेर्नु न यो पुन्छु हाम्रो साथीहरू होइन अब गुड नाइट सबैजनालाई साथीहरू होइन आफ्नो भ्लग यसरी भयो अब साथीहरू अब भोलिपछि भेटौँ न धेरै पछि बनाएको अब होमवर्क पनि गर्नुपर्ने छ साथीहरू अनि त्यसपछि अब चाहिँ हामी साथीहरू सुत्छौँ गुड नाइट सबैजनालाई साथीहरू होइन अनि त्यसपछि लाइक कमेन्ट सेयर गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनालाई आजको लागिलाई यति नै सबैजनालाई गुड नाइट साथीहरू सबैजना सुत्नु होला अब भोलि म बिदा छैन त्यसै कारण गर्दा नभए भोलि साथीहरू सबैजनालाई अब लाइक कमेन्ट सेयर गरिदिनु होला आजको बर्थडे पार्टी यस्तै भयो साथीहरू होइन अनि चाहिँ हाम्रो बर्थडे यता देख्नु न मम्मी साथीहरूलाई एकछिन बस्नु त्यो हाम्रो फोटो खिच्नु क्या खिच्नु त यहाँ बस्नु साथीहरू मानेको छैन यहाँ चाहिँ अनि त्यसपछि ल अब आजको लागि तिमीलाई कमेन्ट सेयर गरिदिनु होला बाई बाई साथीहरू लभ यु